आफ्ना सन्ततिको अनिवार्य आवश्यकताहरू पूरा गर्न विदेशमा आफ्नो शारीरिक तथा मानसिक श्रम बेची आर्थिक स्रोत जुटाउन बाध्य हुन परेको कुरालाई नकार्न सकिँदैन। तिमी यहाँबाट एक्लै केही वर्ष एक्लै बस्छ मलाई म विदेशमा ग्रामीणका पानी पकाएर तिमी हुने छैनौ म त्यहाँ स्कुलबाट फर्कने साथ मलाई तर यहाँ गर्ने छोड्नै आउनेछ। आफ्नो मन दर्द बनाउन सक्छु हिँड्न त हामीलाई पनि मन लागेको छ। एकचोटि सौदाको रिल सम्झनुहोस् घरको छानो चुइरहेको छ हाम्रो छोरीलाई पढाउनु छ उसको भविष्य सम्झनुहोस्। श्रीमती एकतर्फा दिन पाङ्गा हुँदैन जिन्दगीको यात्राभर सधैँ सँगै रहन पाए हुन्थ्यो त लाग्छ नि तर के गर्नु। यसरी रुँदै बिदा भएको प्रकाश आज विदेशिएको पनि 9-10 महिना भइसकेको थियो। सुरुका 2 महिनासम्म त काम ठिकै चल्दै थियो तर अचानक कम्पनी बन्द भएपछि कम्पनीले नै अर्को काम दिने भनेर राखेको पनि महिनौ भयो। न उहाँले त्यहाँ काम पाउन सक्नुभयो न स्यालेरी। किन हामीलाई नै यति धेरै दुःख भएको होला। बाबाको अचानक काम बन्द भयो पैसा पठाउन सक्नु भएन तर यता दिनहुँ सुसाउहरू घर आउँछन्। बाबाले काम पाएदेखि त ऋण तिर्न सकिएला नि तर यहाँ त बिहान बेलुकी छात्र नै गाह्रो भइसक्यो। दानी तर सोफिया म चाहिँ तिम्रो फेसबुक पोस्टलाई लाइक सम्मति गर्छु कि तर कमेन्ट चाहिँ आम्मामा के लेखेको हुन्छन् क्या। त्यही त अनि के पो त राम्रो फोटो पोस्ट गरेपछि यु आर सो ब्युटिफुल यु लुकिङ गुड टुडे एट्र्याक्टिभ यस्ता शब्दहरू त प्रयोग गरिहाल्छु नि। अनुजा दसैँ पनि आउन आँटिसक्यो हामी सबैजना साथीहरू मिलेर एउटै स्टाइलको रातो कलरको लेहेङ्गा लाउने योजना बनाएको छौँ। के भने तिमी के अनुजा दादाको न कुरा हो। त्यही त पृथ्वीनाथ दोषको बाबाले विदेशबाट सरी फ्रेन्ड्स एकछिन है मेरो कल आयो। कति धेरै कल आएको होला। बाबाले विदेशबाट मोबाइल पठाइदिएकै छ मामुले यहाँ नेट चलाउनका लागि डाटा किने पैसा दिनुभएकै छ अनि नचलाउँछ मोबाइल। तर हामी विद्यार्थी हौ विद्यार्थीलाई मोबाइल फोन किन आवश्यक छ ल भन त त्यसैले। अनि अनुजा तिम्रो मामु आजकल के गर्नुहुन्छ? के गर्नु नि अर्का घर भाडा मान्छे हुन्छ। त्यही त हाम्रो पो बेचत हुन्छ नि उसको मम्मी भाडा कुडा लुगा सुगा धुने मान्छे अनि गाउँघरको सबैजना मान्छेले लुगा धुने भाडा साडा मान्छेको छोरीको साथी भन्छन् हामीले। निर्जला कविता के भएका तिमीहरू के भनेका तिमीहरूले? अब जे हो त्यही भनेका। दिदी मेरो मामु अर्काकै घरमा लुगा धुनुहुन्छ भाडा मार्नुहुन्छ हो कसैलाई होच्याउनु हुँदैन। आज अनुजा दुखी छु भोलि हामी पनि दुखी हुन सक्छौँ। समयको खेल कोही कसैलाई थाहा हुँदैन। सरी दिदी बिहार सरी हामीले त्यसो नबन्नु पर्ने थियो। सरी इट्स ओके जाऊ अब अनुजासँग गएर मिठो बोलौँ उनलाई सम्झाऊ। जाऊ यो दसैँ सबैको सुखमय होस्। दसैँ पनि आयो। यो दसैँमा चाहिँ सबै पाहुनालाई यही बोलाउने हो। यसपालि आफैमा मजाले मनाइन्छ दसैँ।
होइन यो पार्वती कहाँ गई? म एकछिन यसो बाहिर के जानुपर्छ? फोर हेर त पार्वती, ए पार्वती, होइन कहाँ हुन्थ्यो यो? हजुर कतिखेर आउनुभयो? आज त कस्तो उम्री नै नहुने गरी कम्मर पनि कस्तो दुखेको। सुरु भइहाल्यो है नारायणको काम चाहिँ के बनाउन लागेको थाहा पाउनुपर्छ। सुरु भइहाल्छ। भित्र कुनाकाप्ची बढाउँदै थियो हजुर। चिया पिउनुहुन्छ कि? यो दसैँमा छोरीले नयाँ लेङ्गा किन्ने भने थिए। अनि किन गयो नि? मेरो पनि बुढो विदेशै गएका हुन्छन्। मेरो मात्र होइन, कसैले लाग्ने पैसा विदेशमा काम रोकिएको पनि धेरै भयो रे। आजभोलि हामीसँग पैसा पनि छैन, त्यही भएर भनेपछि पैसा चाहियो? छोरीको फिस तिर्नु छ भनेर लागेको पैसा 10-12 दिन अघि होइन? अब महिनामा अझै 20 दिन बाँकी छ। अनि लानु पैसा? मामु, अरे छोरी किन यति धेरै खुसी नि? अनि खुसी हुनु पाउने त मामु, मेरो टिकटक भिडियो त भाइरल भएछ नि, भाइरल। ए हो, फेरि तिम्रो भिडियो भाइरल भयो? के गर्नु, आफ्नो त मरी टिकटक बनायो, लास्टमा 500 भ्यू समेत पर्दैन। मम्मी, म त हिट भयो क्या, हिट। मेरो भिडियोमा भ्यू बढेको बढे। मलाई त लाइक र कमेन्ट गर्ने पनि कति फेसबुकमा उस्तै, इन्स्टाग्राममा उस्तै, मलाई त स्न्यापच्याटमा पनि के कमेन्ट त आउनु थाल्यो त। मम्मी हेर्नुहोस् त, म आज हिट भएँ नि। हेर छोरी, ओइ सकिने कहाँबाट हेरेर बसेकी त मेरो छोरीको प्रगति। अब त मलाई पनि सोफियाको मम्मी भनेर चिन्छन् होला है? हो नि मम्मु। एकछिन मेरो कल आएछ। हेलो, म एकछिन तिमीलाई कल गर्छु ल, मम्मी सँगै हुनुहुन्छ। मम्मु, मेरो एकछिन फ्यानको कल आयो कि, म कल गरेर आइहाल्छु ल। ओके छोरी, अब हिट भएपछि कहिलेको सुफोन त आइहाल्छ नि। गयो मम, बाई। टाइको साह्रै दुख्दैछ, आज अलिक चाँडै घर जान पाए हुन्थ्यो। जान त, म पनि हिँडेँ गाउँतिर। अलिकति पैसा पाए हुन्थ्यो मैसा। पैसाको कुरा नगरे, अघि भनिनँ मैले। अब मैले छोरीलाई के दबाब दिने? छोरी आज पनि मैले पैसा लिएर आउँछु भन्नुभएको। पहिले 2 दिन नखान पनि यति साह्रो पेट दुख्दैन थियो। आज त कति साह्रो दुखेको। तपाईँहरूलाई पनि मलाई जस्तै हुनु हो? मान्छेलाई भोक किन लागेको होला? छोरी, अनु, आमा, के भयो? किन नबोलेको आमा? आमा, मसँग के जवाब भएको बोल्नु छोरी? मसँग प्रश्नको जवाब छैन छोरी, छैन। मलाई केही चाहिएको छैन आमा, केही चाहिएको छैन। तर तपाईँ आँसु नझार्नुहोस् आमा, तपाईँ आँसु नझार्नुहोस्, तपाईँ नरुनुहोस् आमा, मलाई केही चाहिएको छैन। तपाईँ रुँदा
होइन आमा भन्दा छोरी एउटा आमा बुवा आफ्नो सन्तानको लागि पटक पटक मरेर पनि बाँच्नु पर्दो रहेछ कर्मले भावीको भोग्नै पर्दो रहेछ जति दुःख परे पनि बस्नु पर्दो रहेछ जति दुःख परे पनि बस्नु पर्दो रहेछ कर्मले भोग्नु पर्दो रहेछ जति दुःख परे पनि बस्नु पर्दो रहेछ बाबाले पो गर्नु भएको हो कि उठाउनुहोस् न अरे आमा तपाईँको हात किन काम्दैछ आमा उठाउनुहोस् न कुनै अप्रिय खबर त होइन नि हेलो हेलो पार्वती म अनुको बाबा फोन ठाउँमा किन ढिलो गरेको बाबा अरे तिम्रो त रुँदै पो छौ कि क्या हो पार्वती अब नरो मैले कम्पनीमा फेरि काम पाइसकेँ काम पनि राम्रो पैसा पनि राम्रो अब नरो छोरी कहाँ छिन् छोरी छिन् बाबा दर्शन सन्चै हुनुहुन्छ छोरी ठिक छु तिम्रो त धेरै याद आउँछ तपाईँ हाम्रो चिन्ता नलिनुहोस् बाबा हामी आमा छोरी कहिले नै दुखी छैनौँ अब तिमीहरू कहिले दुखी हुनु पर्दैन अब मैले पैसा कमाउन थालेँ छोरीका सबै साथीहरू मोबाइल चलाउँछन् मोबाइलमा के चलाउन पाइन्छ अरे पैसा आउने बित्तिकै एउटा राम्रो मोबाइल पठाइदिनुहोस् है पर्दैन बाबा तपाईँले कमाएको पैसाले पहिले ऋण तिर्नु छ बाबा बर्खामा छानो चोइन्छ छानो फेर्नु छ फेरि म पढ्दै पनि त छु मेरो राम्रो शिक्षाको लागि पैसाको पनि आवश्यक छ उब्रेको पैसा तपाईँहरूलाई गुणस्तरमा चाहिन सक्छ बाबा मलाई मोबाइल पर्दैन बाबा पर्दैन सबैले मेरो जस्तै चिन्तित अहिले काममा छु छोरी जागे आमा जाउँ घर अब आफू पुछ्नुहोस् यो भ्याकेसनभरि मैले सबै बुकको रिभिजन गर्नु छ महिनौपछि अनुजा र पार्वतीको मुहारमा आशाका किरणहरू देखा पर्न थाले त्यसो त उनीहरूको जीवनमा जस्तो सुकै दुःख आइपरे पनि पार्वतीले छोरी अनुजाको पढाइमा कुनै अभाव महसुस हुन दिएकी थिइन समय बित्दै गयो उनीहरूको फाइनल इक्जाम पनि भर्खरै सकिएको थियो त्यो
बेलासम्म सोफिया मोबाइलको लतमा चुप्लुम्मै डुबिसकेको थियो। कति राम्रो देखेको मोबाइलदेखि बाहिरको संसारबाट पूर्णतः विमुख भइसकेकी सोफिया आफ्नै आफन्त, नातागोता र इष्टमित्रबाट बिस्तारै टाढिरहे। एक दिन म मेरो भाइ खोज्दै उसको साथीको घरतिर जाँदै थिएँ। कहिले क्याम्प गरेर खेल्या हो? होइन, कहिले चाहिँ युएन बोक्नु पर्दैन। मैले त डेजार्टिकल बोकिदिन आएको थिएँ। तैँले स्नाइपरले मलाई बढी हानेको थियो। अब त्यतिखेर नेट ल्याग पनि चलिरहेको थियो, त्यही भएर नभए त त्यसले 7-0 खाने थिएँ। भोलि चाहिँ अलिक राम्रो छ। ए भाइ त बाटोमै आउँदै रहेछ। कोही दिके तेरो दिदी त यहीँ आउनुभएछ। जाला यहीँबाट। बाई बाई बाई। दिदी, डेजर्ट युएमपी स्नाइपर भनेको के हो? सायद तिमीले फिफा खेल्ने साथीको मुखबाट सुन्यौ होला यस्ता शब्द। यी सब हतियारहरूका नाम हुन्। डिजिटल विपन, जुन हतियार गेममा मात्र हुन्छन्, वास्तविक संसारमा हुँदैनन्। यी सब मन भुलाउने गेमहरू हुन्। यसमा धेरै समय हामीले बिताउनु हुँदैन। अरे सोफिया, 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 के हो? किन नबोलेको? सोफिया, के भयो? किन बोलाएको? तिमीलाई चाहिँ के भयो? आजकल साथीहरूसँग पनि बोल्न छाडेकी थियौ। म बोल्नु कि नबोल्नु? जेसुकै गरौँ, तँलाई चाहिँ के को मतलब? चिन्न नजानु, यहाँ टिकटक बनाइरहेको बेला डिस्टर्ब गरिदिँदैछ। पहिले पहिले तिमी भनेर बोल्ने सोफिया आज आफ्नै साथीहरू पनि चिन्न छोडिसकेकी थिए। त्यसो त उनी मोबाइलमा कहिले नदेखेका, नचिनेका र नभेटेका नयाँ नयाँ साथीहरूसँग रमाउन थालिसकेकी थिए। यतिसम्म हुँदा पनि सोफियाको आमालाई कुनै परवाह थिएन। त्यो दिनदेखि सोफिया खोइ कता गई, देखिनै छोडी। आमा, आमा, तपाईँ कहाँ हुनुहुन्छ? बाहिर निस्किनुहोस् त। आउनुहोस् न भन्या। सधैँ तपाईँले खुवाउनु भयो, आज म खुवाउँछु तपाईँलाई मेरो आफ्नै हातले। आमा, किन? के भयो छोरी? आज तिमी के खुसी देखिरहेकी छौ? के भयो छोरी? पहिले आमा गर्नुहोस् र, आ गर्नुहोस् न भन्या। ओ लु, तपाईँलाई मनपर्ने मिठाई। आमा, तपाईँले कति धेरै मेहनत गर्नु भएको छ, हार घोट्नु भएको छ मेरो पढाइको लागि। आमा, तपाईँलाई खासै पढ्न लेख्न नआए पनि म पढेको देख्दा तपाईँ छेउमा बसेर हेरिरहनुहुन्थ्यो। तपाईँ छेउमा बस्दा मलाई झन् पढ्न प्रेरणा मिल्थ्यो। यो सब तपाईँले गर्दा होला न? तपाईँ पास हुनुभएको छ। तपाईँ पास हुनुभएको छ। मेरो छोरी आज पास भएकी छिन्। यो सब तपाईँको कारण हो आमा। तपाईँ पास हुनुभएको हो। छोरी दिउँ त। अब यो मिठाई म गाउँभरि बाँड्छु अनि मैसाबलाई आफ्नै हातले खुवाइदिन्छु। अरे मैसाब त यतै आउनु भएछ। नमस्ते मैसाब। लिनुहोस् मिठाई। मेरी छोरी पास भएकी छिन्। यो सब तपाईँहरूको आशीर्वादले हो। लिनुहोस् मैसाब। तिमीहरूले मेरो छोरीलाई देख्यौ? किन र मैसाब? सोफिया घरमा छैन? आज 3 दिन भइसक्यो। फ्यानको फोन आएको थियो भनेर घरबाट निस्के कि 3 दिन भइसक्यो। न उसको फोन नै लाग्छ, न कुनै सम्पर्क। सबै आफन्त
दाता गोताकोमा सोधिसके, कोही छैन मेरो छोरी, कहाँ गई? मैले मैसाब यसरी रहेको कहिले देखेको थिइनँ। कहाँ गइन् होला? छोराछोरीहरूले आमा बुवालाई कहिले नरुवाउन्। छोराछोरीको कारण कुनै आमा बुवा रुन नपरोस्। आन्टी, फोनको घन्टी बज्दैछ, उठाउनुहोस् न। अझै सोफियाको फोन हुन सक्छ। हेलो, तपाईँ सोफियाको को? म सोफियाको मम्मी हो। सोफियाको मम्मी, मेरो छोरी। तपाईँकी छोरी सोफिया जङ्गलमा मृत अवस्थामा फेला परेकी छिन्। सायद कसैले मारेर फ्यालेको हुन सक्छ। हामी इलाका प्रहरी कार्यालयबाट बोलिरहेका छौँ। तपाईँ झट्ट स्पटमा आउनुहोला। केही सहयोग चाहिए नेपाल प्रहरीसँग। मेरो टिकटक भिडियो त भाइरल भएछ नि। एकछिन कल गर्छु ल, सम्झिन्छ। अब हिट भएपछि कहिलेको सुफोन त आइहाल्छ नि। मामु, मेरो एकछिन फ्यानको कल आयो कि, म कल गरेर आइहाल्छु ल। गएँ मम, बाई। अरे मैसा, यो के सुन्नु पर्यो मैसा? छोरी, यो के भयो छोरी? यो के भयो छोरी? छोरी, यो के भयो? आफूलाई सम्हाल्नुहोस् मैसा। मन डर बनाउनुहोस् मैसा। जे नहुनु थियो त्यो भइसक्यो। आफू यसरी हरेस नखानुहोस् मैसा। हिँड्नुहोस्, बिस्तारै हिँड्नुहोस्। मेरो छोरी आउँछ मेरो छोरी। एक दिन मलाई मम्मी भन्दै मेरो छोरी आउँछ। दिदी, यो के भयो दिदी? सोफिया उता मृत अवस्थामा। मैसाले त अचानक यो कसरी भयो दिदी? यो कसरी भयो? यो अचानक घटेको घटना होइन बहिनी। सूचना र सञ्चारको उत्कृष्ट माध्यम हो सामाजिक सञ्जाल। आज थुप्रै मानिसहरू जस्तै म पनि चलाउँछु सामाजिक सञ्जाल। गुगल, विकिपिडिया जस्ता सर्च इन्जिनहरूमा हामीले थुप्रै प्रश्नका उत्तर भेट्छौँ, शब्दहरूका भावार्थ भेट्छौँ। पछिल्लो अवस्थामा मार्क जुकरबर्गले मानिस बीचको सम्बन्धलाई अझ नजिक र गाढा बनाउन फेसबुक जस्तो एक उत्कृष्ट सामाजिक सञ्जालको आविष्कार गरे। एकअर्काको सुख दुःख छोटो भिडियोद्वारा सार्वजनिक गर्न ज्यान युमिनले टिकटक जस्तो कति राम्रो भिडियो एपको आविष्कार गरे। तर बहिनी, मानिसहरूले यिनै राम्रो एपहरूलाई प्रयोग गरिरहेका छन् कि दुरुपयोग? पक्कै दुरुपयोग गर्दैछन् दिदी। दिया, अनुजा, जाउँ। यो बेला हामीले सोफियाको आमालाई छोड्नु हुँदैन, जाउँ। त्यो दिन धेरै मानिसहरू सोफियाको घरमा भेला भएका थिए। तर मानसिक रूपमा विक्षिप्त भइसकेकी सोफियाकी आमाले केही दिनमै घर छाडे। घटना घटेको केही दिनपछि सोफियाको बाबा नेपाल आए र फेरि विदेश गए र त्यसपछि उनी नेपाल कहिले फर्किन चाहेनन्। तर अझै पनि कहिले बिरतामोडको बसपार्क क्षेत्रमा, कहिले दोबाटोमा अनि कहिले चोक बजारमा मानसिक सन्तुलन गुमाएकी एक महिला दौडारिरहेकी देखिन्छ। उनी कसैले दिए खान्छन्, नदिए रोपे त्यतै कतै सुत्छिन्। कल आयो, कल। छोरी कल आयो, कल। छोरी फोन आयो। छोरी उठाउन। छोरी
कल आयो छोरी छोरी कल आयो कल आयो छोरी उठाउन कल छोरी प्रस्तुत भएको नाटकमा अभिनय गर्ने कलाकारहरू थिए स्निका लिङ्गदेन, विकेश पाठक, न्युसन घिमिरे, विश्व तिवारी, निदल ठकुरी, रितिमा पोखरेल, प्रजिता ढकाल, आमा आमा उठ्नुहोस् न आमा उठ्नुहोस् न यो सडक किनारामा बसुकोस् आमा उठ्नुहोस् न भन्या आमा उठ्नुहोस् न सायद धेरै दिनदेखि केही नखानु भएको कारणले बेहोस हुनुभएको होला। अञ्जली न्यौपाने, आन्टी हेर्नुहोस् न सोफियाको आमा त उठ्नु नै हुन्न के भएको होला? के भएछ त खोइ खोइ ओहो मैसाब त अब कहिले उठ्नुहुन्न उहाँले यो संसार छाडेर गइसक्नुभयो अब उहाँ कहिले उठ्नुहुन्न कहिले प्रस्तुत नाटकका ध्वनि निर्देशक विराज पोखरेल साथै यस नाटकका लेखक तथा निर्देशक दिनेश राज शर्मा।